गाइस नमस्ते मैले चाहिँ यहाँ एउटा चित्त नबुझेको कुरा भन्दैछु है राम्रोसँग सुनिदिनु हजुरहरूले मलाई चाहिँ एकदम चित्त नबुझेको कुरा रिस पनि उठेको धेरै नै हैन के पछिल्लो समय मेरो एकाउन्ट ब्यान्ड भएपछि चाहिँ मैले न्यू एकाउन्ट खोल्नु साथसाथै फेक एकाउन्टहरु पनि धेरै खोलेको रहेछ हैन ठिकै छ हजुरहरूले फेक एकाउन्ट खोल्नु भयो मेरो भिडियो डाउनलोड गरेर राम्रैसँग हाल्नु भयो त्यो ठीक कुरा हो तर एउटा एकाउन्ट रहेछ हैन लुरी भन्ने फेक एकाउन्ट रहेछ त्यो एकाउन्टबाट चाहिँ अलिक कस्तो नराम्रो चित्तै नबुझ्ने लास्टै रिस उठ्ने भिडियोहरु पोस्ट गरिरहनु भएको रहेछ के को हो आई डोन्ट नो हजुरले राम्रोसँग सुनिदिनु होला यो कुरा चाहिँ हैन हजुरले त्यस्तो गरेर मेरो त्यो इज्जतमा दाग लाग्ने मलाई असर पर्ने कामहरु चाहिँ नगर्दिनुस् प्लिज हजुरले के लेख्नु भएको छ मलाई एक्सेप्ट गर्छौ एउटा छोरा छ कोही छ मलाई माया गर्ने बिहे गर्ने अनि पवन भाइ र मेरो फोटो राखेर माया भनेर हाल्ने अनि खेर कहिले उसँगको भिडियो राखेर जे पाएको छु त्यसमा खुसी छु त्यसरी हाल्नु भए रहेछ के तपाईलाई थाहा छ तपाईलाई त्यो सबै नर्मल लाग्छ होला फेक एकाउन्ट खोलेर ठीक छ तपाईको फेस देखाएर तपाई भाइरल हुन सक्नु भएन मेरो भिडियो हालेर तपाई भाइरल हुनुहुन्छ तर राम्रो उपयोगले भाइरल हुनु न अर्काको त्यो नराम्रो कस्तो बदनामी फैलाउन खोजेको के को हो तपाई त्यसरी बदनामी फैलाउन खोज्ने के त्यस्तो व्यक्तिगत र त्यो तपाईलाई त्यति सारो रिस छ भने यहाँ मेरो घरमा आउनुस् मसँग कुरा गर्नुस् के त्यसरी नत्र भने मलाई अप्ठ्यारो पर्ने कुराहरु त त्यस्तो गर्नु भएन नि हैन भर्खर न्यू एकाउन्ट खोलेको छ मान्छेहरुले के सोच्छ होला मलाई हेर्नु न हातहरु सबै काम कम रिस उठेको छ मैले देखेको थिएन के एकजना बहिनीले पो शेयर गरेर चाहिँ हेर्नु त फेक एकाउन्टबाट यसरी भने त ए बिहे भइसकेको माया गर्छु मलाई बिहे गर्छु रे के सोचेको भोलि गएर मेरो बुढाले त्यो देख्यो भने मलाई मेरो बुढाले के गर्छ होला मेरो घर परिवार छ मेरो घर परिवार मेरो हैन श्रीमान आफ्नो घर परिवार आफ्नो घरबार जोगाउन म जे पनि गर्न सक्ने मान्छे हो के तपाईको कारणले भोलि मलाई केही नराम्रो भयो भने तपाई जिम्मा लिनुहुन्छ फेक एकाउन्ट नखोल्ने हैन के खोल्नुस् के तर नराम्रो तरिकाले नगर्नु न तपाईको कारणले भोलि मलाई मेरो जिन्दगीमा नराम्रो हुन सक्छ के मेरो बुढाले खासै त्यो यस्तो उस्तो त्यो पढाइहरु खासै नपढेको मान्छे हो नि त भोलि गएर त्यो साच्चै मेरो रियल एकाउन्ट हो भनेर सोचेर त्यो पोस्टहरु हेरेर मलाई ममाथि हातपात गर्नुभयो अथवा मलाई केही नराम्रो गर्नुभयो भने के तपाईले जिम्मा लिनुहुन्छ ह त्यस्तो नगर्दिनु के म छोरी मान्छे हो थाहा छ होला नि छोरी मान्छेको इज्जत एकचोटि गएपछि फर्केर आउँदैन कति असर पर्छ यस्तो कुराहरुले एज अ वुमनलाई रेस्पेक्ट नगर्नु ठीक छ तर एज अ मदर एउटा हैन म एउटा आमा हो मलाई रेस्पेक्ट गर्नुस् हैन मलाई मेरो इज्जत कतिसम्म के गर्दाखेरि जान्छ कति गर्दा के हुन्छ हैन मलाई राम्रोसँग थाहा छ के ल मैले लिमिट क्रस गरेको छु जस्तो पनि लाग्दैन हैन तर तपाईहरुले जुन त्यो लुरी भन्ने आइडीले जुन पोस्टहरु हालेको छ नि त्यसले चाहिँ मलाई लास्टै चित्त दुखेको छ त्यस्तो नगर्दिनुस् प्लिज है फेक अकाउन्ट खोल्नुस् तर राम्रोसँग मेरो सपोर्टमा खोलेर हाल्नुस् तर त्यसरी अर्काको इज्जतमा दाग लाग्न सक्ने कुराहरु त्यस्तो चाहिँ नगर्दिनुस् प्लिज म पनि एउटा छोरी मान्छे हो एउटा आमा हो एउटा श्रीमती हो हैन मलाई धेरै असर पर्छ यस्तो कुराले बुझ्नु भयो नि सो प्लिज त्यस्तो चाहिँ नगर्दिनु म यही भन्न आएको हो प्लिज त्यो भिडियोहरु प्राइभेट गरिदिनु अथवा डिलिट गरिदिनु के गर्नुहुन्छ गर्दिनु भोलि गएर त्यस्तो कुराले मलाई के असर पर्यो भने हैन जिम्मेवारी तपाई हुनेछ फेरि विचार गर्नु होला लास्ट चित्त दुखेको मलाई लास्ट नराम्रो लागेको छ हैन त्यस्तो गर्न पाउनुहुन्न तपाईले कसैको जिन्दगीमाथि त्यस्तो नराम्रो गर्न पाउनुहुन्न यदि व्यक्तिगत रेसिपी हो भने मेरो घरमा आएर मसँग कुरा गर्नु प्राइभेटमा नम्बर माग्नुहुन्छ या के गर्नुहुन्छ आएर भन्नु होला त्यस्तो चाहिँ गर्न पाउँदैन कसैले पनि त्यस्तो गर्न पाउँदैन भोलि मलाई के भयो मैले के गरिहाले भने हैन तपाईहरु जिम्मेवारी हुन्छ तपाई जिम्मेवारी हुन्छ बुझ्यो म यति भन्न आएको है हजुरहरुले कस्तो लाग्छ के लाग्छ हजुरहरुले पनि एकचोटी सम्झाइदिनु त्यस्तो नगर्नु भनेर मलाई चाहिँ लास्टै रिस उठेको छ बाइ एभ्रीवन